आउनुहोस् है साथीहरू, मैले 12 बजीसम्म चाहिँ के काम गरेँ त बिहान उठेदेखि भनेर हेरौँ है त साथीहरू। म चाहिँ उठेर अनि बाबुलाई खानासाना खुवाइसकेँ, खाना खुवाएर अनि यता सोफाहरू सरसफाइ गरेँ, झ्याललाई पनि मजाले पुछेँ, कति फोहोर हुन्छ है यस्तो खालको झ्याल। अनि बाबुलाई होमवर्क गराएको थिएँ, होमवर्क गराइसके पछाडि चाहिँ अनि त्यहीँ थियो बुकहरू सबै त्यहीँ थियो, सबै उठाएँ। उठाइसके पछाडि चाहिँ मैले यता बाबुलाई फेरि बुबु खाना खाऊ म काम सकिहाल्छ है भनेको, अनि बुबु खाइरहेछ अनि म यताबाट कुरा गर्न लागेँ सबैतिर। अनि त्यस पछाडि मैले चाहिँ पोछा नलाएको त यति भयो कि साथीहरू, 1 गतेदेखि नै पोछा लाउन पनि भ्याएको छैन। किन हो खोइ बाबु बिमारी भएर पनि होला पाथिनँ। अनि आज चाहिँ जसोतसो लगाएँ साथीहरू, पोछा पनि सबैतिर पोछा लगाउने कार्यक्रम थियो मेरो चाहिँ आजको बिहानको ड्युटी। अनि सबैतिर पोछा लगाएँ साथीहरू। अनि फेरि किचनमा आएँ, तरकारी के रहन्छ यो फर्सी रहेछ, अनि यो फर्सीलाई काटकुट बनाएँ, काटकुट बनाएर फेरि बसाल्थेँ फर्सीलाई। अब यो दालको काम पनि गर्छ यसले, यस्तै छिटो पनि हुन्छ भनेर मैले चाहिँ कुकरमै सिटी लगाइदिएँ, 2 सिटीमा पाकिहाल्छ, धेरै हेरिरहनु नि परेन। अनि त्यही हो नर्मल मसला, म त नर्मल तरिकाले पकाउँछु, धेरै यसमा त्यस्तो केही पनि हाल्नु पनि त पर्दैन है। अनि त्यस पछाडि मैले बेसार, नुन, अनि अदुवा लसुनको पेस्ट, टमाटर राखेर मजाले चलाएर अनि मसला पनि राखिदिएँ। मसला राखेर चाहिँ अनि एकचोटि फेरि चलाएँ, अनि पानी राखेर अनि पानी राखेर 2 सिटी लगाइदिएँ साथीहरू मैले चाहिँ यसलाई। अनि फेरि तिते करेला पनि रहेछ, करेला पनि मैले काटेँ। अनि करेला पनि पकाउनु पऱ्यो नि त, एक थोक तरकारीले त भएन साथीहरू भनेर अनि करेला पनि काटेँ मैले चाहिँ। करेला पकाउने तरिका चाहिँ हेर्नुहोस् है साथीहरू, यसरी पकाउँदाखेरि मिठो हुन्छ। म चाहिँ यस्तै तरिकाले पकाउँछु, पहिला नै सबै मसलाहरू राखेर अनि मजाले यसलाई मिक्स गरिदिन्छु। अनि नुनहरू राखेपछि पानी पनि निस्कन्छ, अनि मजाले निकालेपछि यता मेरो तरकारी पनि पाक्यो, फर्सी पकाएर अनि मैले अनि तेल राखेँ, तेल राखेर अनि मजाले पर भुट्छु, यसलाई चाहिँ मजाले भुट्ने हो खर्राएर है साथीहरू। अनि खर्राएर भुटिसके पछाडि चाहिँ मिठो हुन्छ यो करेला। हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्नु है त साथीहरू। अनि मेरो रेडी हुन लाग्यो, रेडी पनि भयो, अनि मेसिनमा आएर लुगा पनि हालेँ मैले साथीहरू। अनि यता बाबुलाई मसाज पनि गराएँ, मसाज गराएर सुताएँ साथीहरू मैले चाहिँ। अनि खाना खाएँ मैले। यस्तै भयो त मेरो बिहानको ड्युटी चाहिँ साथीहरू, कस्तो लाग्छ भनिदिनु होला है त सबैजनाले। बाई बाई।